टसिदेलेक नमस्कार। तिब्बत टिभीको नेपाली साप्ताहिक समाचारमा स्वागत छ। यस हप्ताको तिब्बत परमपवन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूको साथ म लुडो साङपो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। परमपवन ज्यूद्वारा जे चोङखापाको निधनको स्मरण। परमपवन ज्यू र केन्द्रीय प्रशासनद्वारा आर्चबिशप डेस्मन्ड टुटुको निधनमा शोक व्यक्त। चीनले तिब्बतको ढाकोमा रहेको बुद्धको मूर्ति ध्वस्त। केन्द्रीय प्रशासनद्वारा सेनेटर ह्यारी रिडको निधनमा शोक व्यक्त। तिब्बत समर्थन समूह आसामले तिब्बतको समर्थनमा जनआन्दोलनको आयोजन। अब समाचार विस्तारमा। परमपवन दलाई लामा ज्यूले जे चोङखापाको निधनको 602 वर्षको स्मरण गर्दै उनको अध्ययन र अभ्यास मनाउने अवसर पनि भएको उल्लेख गर्नुभयो। परमपवन ज्यूले यस हप्ता बुधबार गन्देन चुतोखाङको अनुरोधमा जे चोङखापाको 3 प्रमुख ज्ञानहरूको मार्ग र आचरणहरूको बारेमा शिक्षा दिनुभयो। परमपवन ज्यू र केन्द्रीय तिब्बती प्रशासनले आर्चबिशप डेस्मन्ड टुटुको निधनमा दुःख व्यक्त गरेका छन्। आर्चबिशपकी छोरी रेभरेन्ड एम्फो टुटुले पठाएको शोक पत्रमा परमपवन ज्यूले आफ्नो आध्यात्मिक भाइ र असल साथीलाई एक सच्चा मानवतावादी र मानव अधिकारको प्रतिबद्ध वकालतको रूपमा सम्झनु भएको बताएका छन्। निर्वासित तिब्बती संसदका सभामुख र केन्द्रीय तिब्बती प्रशासनका सिजौं पेम्बा छिरिङले आर्चबिशपको निधनलाई अपूरणीय क्षति भएको बताउँदै उहाँको विरासतले हामी सबैले मार्गदर्शन गरिरहनेछन् भन्नुभयो। यस हप्ता सोमबार आर्चबिशप डेस्मन्ड टुटुको निधनमा शोक व्यक्त गर्न केन्द्रीय तिब्बती प्रशासनका अधिकारी र कर्मचारीहरूले सामूहिक प्रार्थना गरेका थिए। दक्षिण अफ्रिकामा कुख्यात रङभेदी प्रणालीले ध्वस्त पार्न अहिंसात्मक रणनीतिका लागि परिचित नोबेल शान्ति पुरस्कार विजेताको गत हप्ता आइतबार 90 वर्षको उमेरमा निधन भएको थियो। उहाँले परमपवन ज्यूसँग बुक अफ जयको शाहलेखन पनि गरेका थिए। स्रोतका अनुसार चीन सरकारले तिब्बतको खाम ढाकोमा रहेको 99 फिट अग्लो बुद्धको मूर्ति भत्काएको छ। साथै ढाको गुम्बाको नजिकै खडा गरिएका 45 वटा विशाल प्रार्थना चक्रहरू पनि हटाएका छन् र प्रार्थना झण्डाहरूलाई जलाएको छ। सन् 1973 मा ठूलो भूकम्पपछि बसिन्दाहरूको मृत्युसहित गम्भीर र व्यापक क्षतिको कारण धेरै प्रयास र स्थानीय तिब्बतीहरूको उद्धार योगदानमा लगभग 6.3 मिलियन अमेरिकी डलरको लागतमा कांस्य मूर्तिको निर्माण गरिएको थियो। मूर्ति निर्माणका लागि आवश्यक स्वीकृति लिए पनि चिनिया अधिकारीहरूले अहिले मूर्तिको ठूलो आकारको आलोचना गरिरहेका छन्। स्रोतहरूले ढाकोको वर्तमान क्रैकडाउन अवस्थालाई सांस्कृतिक क्रान्तिको समयसँग तुलना गर्यो भने चिनिया अधिकारीहरूले ती कार्यहरू तिब्बती धर्म, भाषा र संस्कृतिमाथि कडा आक्रमण र तिब्बती बौद्ध धर्ममाथिको क्रैकडाउन हो। गत महिना ढाको गुम्बाको गान्धी नामग्याल विद्यालयको उचित कागजात नभएको र भू उपयोग ऐन उल्लङ्घन गरेको भन्दै भत्काएको थियो। केन्द्रीय तिब्बती प्रशासनले अमेरिकी सेनेटर ह्यारी रिडको निधनमा शोक व्यक्त गरेको छ। दिवंगत सेनेटरकी पत्नी लन्ड्रा रिडलाई पठाएको शोक पत्रमा सिजौं पेम्बा छिरिङले तिब्बती जनताले तिब्बतभित्रको व्यवहार अवस्था र तिब्बतीकरणको लागि उहाँको सैद्धान्तिक समर्थनका लागि सेनेटरलाई कृतज्ञताका साथ सम्झना लेखेका छन्। सन् 2014 मा आफ्नो कार्यकालमा परमपवन दलाई लामा ज्यूलाई अमेरिकी सिनेटमा उद्घाटन प्रार्थनाको नेतृत्व गर्न आमन्त्रित गरेको थियो। लामो समयदेखि अमेरिकी सेनेटर तथा पूर्व डेमोक्रेटिक नेताको 82 वर्षको उमेरमा मंगलबार निधन भएको छ। भैरवकुण्ड आसामका युवा र जनताहरूले गत हप्ता आइतबार शान्तिपूर्ण तिब्बती स्वतन्त्रता आन्दोलनको समर्थनमा आसामबाट आएको स्वतन्त्र तिब्बतको नेतृत्वमा जनआन्दोलनमा भाग लिएका थिए। अभियानको क्रममा स्थानीय युवाहरूले आसाम र मेघालयका क्षेत्रीय संयोजक श्री सौम्यदीप दत्त र तिब्बतीकरणका लागि कोर समूह भारतसँग अन्तर्क्रियात्मक सत्रमा भाग लिई युवाहरू र स्थानीय जनतामा तिब्बती स्वतन्त्रता आन्दोलन र यसको महत्त्वबारे चेतना जगाएका छन्। हस् त आजको लागि साप्ताहिक समाचार यति नै। म लगायत तिब्बत टिभीको तर्फबाट सबै दर्शकहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।